सुन मैले बेचेको 300 रुपियाँ तोला हो। मेरो बिहा हुँदाखेरि सुनको दाम 2500 रुपियाँ तोला थियो। हाम्रो त पैतृक व्यापार नै सुनको थियो र मैले व्यापारमा बस्दाखेरि सुन मैले बेचेको 300 रुपियाँ तोला हो। तो सुनको पसल थियो भने सुन त्यहाँ बसिरहेको थिएँ। अनि कस्टमरलाई सुन चाँदी दिँदाखेरि सुनको दाम 300 रुपियाँ तोलामा दिन्थे, चाँदी 8 रुपियाँ तोला। यो मैले हेरेँ। त्यो बेलामा 300 रुपियाँ तोला धेरै महँगो छ भने बुवालाई मैले भनिराखेको थियो। बुवा भनेको हो र महँगो भयो, पहिले राम्रो थियो। हाम्रो सुनको व्यापारमा धेरै कमाइ थियो। अब त तोलामा 10-20 रुपियाँ बच्दैन। त्यो बेलामा कस्तो थियो कि मैले व्यापार गर्दाखेरि बुवाले भन्नुभयो, हाम्रो केस पैसा हुँदैन थियो मान्छेसँग। हामीले 1 मन सन पाट भन्छ नि, जुट, 1 मन जुट ल्याऊ, 1 तोला सुन लैजाऊ। और किन्दाखेरि 40 रुपियाँ तोलाको सुनको व्यापार बुवाले गर्नुभएको। औँठी लगाइराखेको छु। 1 तोला छैन, त्योभन्दा कमै आधी तोला भन्दा बढी हो। सुरुमा त गलामा चेन सेन सबै लगाइरहेको थिएँ, हातमा ब्रासलेटहरू पनि लगाउँथेँ। अब बिस्तारै यो 7-8 सालदेखि हटाउँदै गएँ। अब खालि एउटा औँठी मात्रै लगाइरहेको छु। आज सुनको दाम सुन्दाखेरि माथि 3.5 लाख रुपियाँ तोलाकोसम्म पुगेको, अहिले 2,80,000 को हाराहारी चल्दै मैले हेरिरहेको सुनिरहेको छु। हाम्रो कपडा पसल पनि त्यो केही कपडा लिइहाल न बाबु। अनि बाँकीको हामीले उसलाई टर्म्स गर्थ्यौँ, यसो गर 25 तोला सुन लैजा 50 मनमा, अब 25 तोलाको तिमी कपडा लत्ता ल्याऊ, बाँकीको पैसा दिउँला बेलुकी। सबै दुकानहरूको हाट बजार चलेपछि पसलहरूबाट पैसा जम्मा गरेर तिमीलाई पैसा दिन्छु। त त्यो बेलामा किसानहरू अब धेरै 25 तोला सुन लैजाऊ भन्दाखेरि सुन के गर्ने हजुर 10 तोला दिनुहोस्। अनि बुवाले होइन 15 तोला ल्याउनुहोस्। त त्यो मान्छेहरूसँग त्यो बेलामा सुन हुने कारण के थियो भने सुन प्रशस्त आउँथ्यो र यो व्यापार पनि चल्थ्यो। हामीलाई दुइटैमा नफा हुन्थ्यो। आफ्नो पाट किन्दाखेरि पनि नफा हुने, सुन बेच्दाखेरि पनि नफा भयो। त दुइटै व्यापार एकजनासँग भयो। त्यो हाम्रो प्रगतिको कारण पनि थियो र किसानहरूले फाइदा पनि उठायो कि सबैको घरमा सुन अगर 50-50 में 10 तोला 15 तोला सुन सालमा किन्यो भने ठुलो किसानसँग त 200 मन पनि पाट आउँथ्यो। त उसले 25-40 तोला सुन लग्थ्यो। त त्योले यहाँ समृद्धि भएको। त्यो पछि अकालहरू हुँदाखेरि यहाँको किसानहरूले सुन बेचेको हो। बिस्तारै कम भयो, परिवारहरू डिभाइड भयो। तर हाम्रो यहाँ नेपालमा अहिले पनि सुन लगाउनेहरूको धेरै चलन छ, गाउँघरमा पनि छ। त त्यो बेलाको व्यापारले थियो। आज त कति मन पाट बेच्दाखेरि पनि 1 तोला सुन आउँदैन। मभन्दा 2 साल पहिले बिहा हुँदाखेरि मेरो दिदीको त्यो बेला 1500 रुपियाँ तोलाको दाम थियो। मेरो 2 साल पछि बिहा हुँदाखेरि 2500 रुपियाँ भयो। बुवाले भने त्यही बेला तिम्रो बिहा गरिदिए सजिलो हुन्थ्यो नि। त्यही अर्को दीपावलीमा हामी भन्छौँ धनतेरसहरू कुरा आउँछ। त्यो बेलामा हाम्रो सुन चाँदी किन्ने एउटा बानी मतलब सिस्टममा छ। यहाँ पनि तपाईँ विराटनगर बजारमै हेर्नुहोस्, त्यो मतलब के भन्छ दीपावली भन्दा पहिले धनतेरस हुन्छ। सुन चाँदीको पसलमा खुट्टा राख्ने ठाउँ हुँदैन, मान्छे सके जति लिन्छ। त त्यो बेला हामी पनि सुरुदेखि सुन चाँदी सब लक्ष्मी भन्छौँ, लक्ष्मी कसलाई दिने भने घरकी महिलाहरूलाई। त त्यो बेलामा सुन चाँदी हामीले दिने गरेको हो। त्यसले हामीलाई केही न केही फाइदै भएको हो। मेरो त एउटा यो यस्तै औँठी थियो। होटलमा बस्दाखेरि अब नुहाउँदाखेरि मेरो हातबाट साबुन लगाउँदाखेरि चिप्लियो। मलाई त्यहाँ प्रोग्राममा 81 देखाउँ मेरो औँठी कहाँ गयो। अनि म त्यो 2 घन्टा पछि होटल आया धमाधम, रुम सुम सफा भएको थियो। मैले रुममा देखेँ केही छैन। म्यानेजरलाई सोधेँ काउन्टरमा, त्यो केटा को छ सफाइ गर्ने, मेरो औँठी गएको छ। त्यो बेलामा सीसी क्यामेराहरू थिएन, समस्या भयो। अब त्यो सुन मैले पाएँ। हुन त त्यो 5 स्टार होटल थियो। मैले धेरै रिक्वेस्ट गरेँ, तिमी मेरो खोज्यो यार, मेरो यसमा पन्ना जराइन गरेको छ, मलाई भनेको हो। मलाई अलिकता एकदम अनिजी भयो। सुन हराएको मेरो व्यक्तिगत त्यही इतिहास हो। म मेट्रिकको इक्जाम दिँदै थिएँ। त्यो दिन नेपाली र संस्कृतको 1.5 घन्टाको इक्जाम हुन्थ्यो। 50-50 मार्कको थियो। अनि म त्यहाँ गएँ, मेरो गलामा चेन थियो। त्यो चेन मेरो गम्यो। कहाँ गम्यो थाहा भएन मलाई। मेरो 20-25 मिनटमा उतालमा लिए म रुन सुरु गरिदिएँ एकदमै। त्यहाँ सरहरूले सोध्नु के भयो कि तिमी बिहामा जान नपाएर यो रुएका? म होइन, मेरो यसो चेन खस्यो, अब आमा आएपछि कुटाइ खान्छु। म पिउलाई दिएर खोजन लगाउँछु, भेट्यो भने ठिक छ, नि त तिमी इक्जाम त दियो बाबु। इक्जामलाई यो एसएलसीको इक्जाम हो, सानो तिनो कुरा होइन। अनि इक्जाममा बसेँ। त त्यो बेलामा मेरो 1 घन्टा मात्रै बचेको थियो 1.5 घन्टामा। त केही क्वेसन छुट्यो पनि। त त्यो एउटा
घटनामा जरुर दुःख लागेको। त्यो बेलामा मलाई लाग्छ कि त्यो 5-6 नम्बर बढी आइदिएको भए फर्स्ट डिभिजन मेरो परिवारमा त्यो इतिहासै हुन्थ्यो।